हेलो, को हुनुहुन्छ होला घरमा? हजुर, म छु घरमा। ए, अचार बेच्न आएको थिएँ आज मैले करेलाको रेसिपी अचार बनाएर ल्याएको थिएँ। लिनुहुन्छ कि? दिनुहोस् न, चाख्छु। मिठो छ त। हजुरले कसरी बनाउनु भयो? ए, मैले यसको सजिलै तरिका छ। यसमा मैले तिल, अन्त तिम्बुर, अन्त सुकेको खोर्सानी, अन्त लसुन, अदुवा, अन्त प्याज हालेर मिक्स गरेर बनाएको। तेल उयो के अरे तोरीको तेल पनि मिसाएँ, अन्त रिफाइन तेल पनि लगाएर बनाएको। हल्का छ, सजिलै तरिकाले बनिन्छ। हजुरले पनि बनाएर खान सक्नुहुन्छ घरमा। मैले एक डिब्बाको कसरी हो? एक डिब्बाको प्राइस 50 मात्रै हो। म पैसा लिएर आउँछु ल, म एक डब्बा राख्छु। हुन्छ। यो लिनुहोस् हजुर। हुन्छ, धन्यवाद, थ्याङ्क यू। हुन्छ। फेरि आउँछु ल म। हुन्छ।